Hello, it's Aarti and Dr. Elisha. Morning walk मा गइरहेको छु कहाँ जाने हाम्रो डेस्टिनेसन के अरे हाम्रो डेस्टिनेसन यहाँ यसरी देखाइदिउँ मलाई यो भनेको महाबु हो यो भनेको महाबु हो वडा नम्बर 6 भनेर सनराइज भइसकेको छ 6 वडा नम्बर हामी अब माथि हिँड्दै गइरहेको छौं त्यहाँनिर एउटा राउटी बजार भन्ने छ 5 बजे हिँडेको भर्खर हामी यहाँ मर्निङमा यहाँ पुगिरहेछौं अहिले भइरहेको 7 बजे है आज पनि हामी हिँड्दै छौं है स्टिल हामी पुगे छैनौं अझै पनि पुगिसकेपछि हामी तपाईहरुलाई राम्रो डेस्टिनेसन अहिले 1 आवर चाहिँ लाग्छ है हामीलाई ल त्यसपछि त्यहाँबाट राम्रो त्यहाँ भेटेर फेरि हामी स्टार्ट गर्ने छौं ल हाम्रो यो घरवाला डेस्टिनेसन सब पुगिसकेका छौं हामी माथि जाँदै छौं वहाँ ढल्नु भएन ढल्ने अवस्थामा छ हाम्रो डेस्टिनेसन त्यहाँ उतै माथि छ भ्लग हाल्नु पर्छ क्या ब्याक अगेन यस्तो मुख भइरहेछ थाकिसक्नु भएको छ वहाँ त म एकछिन बोलिदिन्छु अब हामी चाहिँ यहाँ कहाँ पुग्यौँ के भन्छ यो ठाउँलाई भाले डाँडा होइन जे होस् यस्तो अलिकति प्लेन ठाउँमा आइसकेको छौँ अनि होइन अनि हामी हिँड्दैछौँ भर्खर अनि यहाँ पनि एउटा यहाँ पनि एउटा घर छ अझै एउटा यसरी अब हामी हिँड्दैछौँ अब हामी पुग्न आँटिसक्यौँ धेरै बाइक छैन उता त हो नि त्यही भन्छ नि त्यसम्म म अक्सिजन लगाउने र ढल्ने पनि पुगिहाल्छु उहाँ ढल्नुहुन्छ भन्नुभएको छ तर मलाई लाग्दैन कि उहाँ ढल्नुहुन्छ You can do it, Aarti. I know that. Let's go. अब स्ट्यामिना एकदमै तर अहिले फेरि नढलोस् त्यति छ अब त्यही त छ फिङ्गर क्रस त्यही हो यस्तो राम्रो डाँडा छ यहीँ सुति जाम कि एउटा यहीँ घर बनाएर बस्नुपर्छ क्या म चाहिँ बनाउँछु मिस आरतीले घर बनाउनुहुन्छ म भेट्न आउँछु उहाँलाई सी यू किनभने उहाँ यसो डाँडा बेला बेला चढ्न सक्नुहुन्न त्यही भएर मैले अब मनै आउनुपर्छ हिँडेर बाई अब अर्को ब्लग बनाउँला माथि त्यहाँ पुगेपछि हस् हेलो गाइज आइ एम ब्याक होइन हामी हाम्रो डेस्टिनेसनमा आइपुग्नै रहेछौँ जस्ट 2 सेकेन्डमा त्यस्तो त साह्रो गाह्रो छैन तर मलाई हल्का सास पनि दौडिरहेको छ फाइन हुन्छ अहिलेसम्म लुक एट दिस इज आवर डेस्टिनेसन फर टुडे तर मलाई बिलिभ लागेको थिएन कि म पनि यहाँसम्म पुग्न सक्छु